राजनीतिले सिक्किमेली जनसमुदायलाई कुन दिशा दोहोर्याउँदै लगिरहेको छ, यो कुरो सर्वविदितै छ। योभन्दा अझ महान कुरा, सिक्किम राज्यका सम्माननीय मुख्यमन्त्री महोदयले हरेक सम्बोधनको क्रममा यदि गाउँ बस्तीमा कसैले नोकरी पाउनुबाट वञ्चित रहेको छ भने पार्टी कार्यकर्ता, क्षेत्र विधायक, सेक्रेटरी साहबहरूले उसलाई नरोकिदिनु, नोकरी दिनु भनेर भन्नुभएको छ। यो अति नै खुसी लाग्दो कुरा हो र यो खुसी सँगसँगै टालिएर दुःख पनि बसिदिएको छ, किनकि जति नै दाम्लो बाटे पनि गाँठो एउटै हो। स्वास्थ्य, शिक्षा, सार्वजनिक सहुलियत, सहयोग, विभिन्न किसिमको सम्माननीय मुख्यमन्त्री महोदयले विकासको मुहान फुटाइदिनु भए पनि कुरा यहाँ नोकरीको हो। नोकरीमा पनि केही कमी छैन। नपाउनेले केरा पायो बोक्कैसँग खायो भने जस्तो गरी कसैको घरमा, एउटै घरमा 4 जना 5 जना समेतको नोकरी, सरकारी नोकरी छ र उनीहरूप्रति आपत्ति जनाउनु खोजेको हो भन्ने पटक्कै होइन। साँच्चै भन्नु हो भने यहाँनिर बुढ्यौली भत्ता, वृद्ध भत्ता पाउनुबाट वञ्चित रहेको छ भने कयौँले नोकरी पाउनु त यहाँ धेरै कोस टाढाको कुरा हो। यसर्थ यसरी गाउँमा छुटेकोहरूलाई नोकरी दिनुपर्छ। पार्टी कार्यकर्ता, क्षेत्र विधायक, सेक्रेटरी साहबले नरोकिदिनु भनेर मुख्यमन्त्री साहब आफ्नो अडानमा हुनुहुन्छ र यहाँनिर पार्टी कार्यकर्ता सम्माननीय मुख्यमन्त्रीको निर्देशलाई पालन गरी म पार्टी कार्यकर्ता हुँ र म पार्टीको एउटा सिपाही हुँ भनेर सम्झेर सही काम गरिदिने पार्टी कार्यकर्ताको पनि कमी छैन, भक्रेलतै छ। आफ्नो हित भलाइ पार्टीमा समर्पित रहेर काम गर्ने पार्टी कार्यकर्ताको पनि भक्रेलतै यहाँ पाइन्छ। उतिकै यहाँनिर नातावादी र आफ्नो दुनो सोझ्याउने क्रममा म पार्टीको कार्यकर्ता हुँ भनेर बिर्सिएर उहाँहरू चाप्लासुसी र झोलेको कामहरू पनि गरि नै रहेको छ। आखिर जे गरे जसो गरे पनि जति नै दाम्लो बाटे पनि गाँठो एउटै हो। यो कुरा राखिसक्दाखेरि अपशब्द उच्चारण गरी गरी गाली गलौजको झटारो त ममाथि पनि आउँछै आउँछ र पनि जति दाम्लो बाटे पनि गाँठो एउटै हो। काखीमा सम्पूर्ण प्रमाणपत्र बकाइदा चेपेर कार्यालय पुगिसकेपछि कागजपत्रको जाँच हुन्छ। जाँच भइसकेपछि खोइ त सब्जेक्ट यही हो, जति दाम्लो बाटे पनि गाँठो एउटै। अब यो गाँठोलाई खोलेर खुल्ला राख्नु र यसलाई अझ कसिलो बनाएर सुरक्षाको लागि लानु सिक्किमेली जनता र पक्ष विपक्षको जिम्मेवारी हो।